सम्पूर्ण आन्दोलनकारीहरुमा नमस्कार। यस कार्यक्रमका सर्वप्रथम यस कार्यक्रमका सभापति महोदय, गुरुङ समाज श्रीनाथका अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, सम्पूर्ण कमिटीका पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू र यसै गरी हाम्रो गेस्ट स्विन्डन प्रो काउन्सिलबाट आउनुभएका र यसै गरी हाम्रो अर्को गेस्ट हुनुहुन्छ बुक्सर कम्युनिटी सेन्टरबाट आउनुभएका मिस्टर डेभिड र हाम्रो स्विन्डन हाम्रो एनआईडब्ल्यूबाट आउनुभएका अध्यक्षज्यू, विभिन्न जातीय समाजबाट आउनुभएका हाम्रा अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू र यसै गरी विभिन्न सङ्घ संस्थाबाट आउनुभएका हाम्रा अतिथिज्यूहरू र यसै गरी विभिन्न क्षेत्रबाट आउनुभएका हाम्रा व्यावसायिक व्यापारीज्यूहरू, यसै गरी विभिन्न सञ्चार माध्यमबाट आउनुभएका मिडियाकर्मीज्यूहरू, पत्रकारज्यूहरू र यसै गरी आज हाम्रा अन्य पाहुना दाजुभाइ तथा दिदीबहिनीहरू र यहाँ उपस्थित हुनुभएका आदरणीय बाबाआमाहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, छोराछोरीहरू, भान्जा-भान्जीहरू र अन्य हाम्रा पाहुना दिदीबहिनीहरू, यसरी हाम्रो निम्तोलाई स्वीकारेर आज यस लोसार कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा यहाँहरूलाई मेरो तर्फबाट लगायत सम्पूर्ण गुरुङ समाज स्विन्डनको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्दै च्या लोसारको उपलक्ष्यमा यहाँहरूलाई छ्याजालो स्वीकार्नुहोला। हाम्रो गुरुङ समाज स्विन्डन स्थापना भएको 2012 मा हो। हामीले स्थापना कालदेखि
12 वर्ग मान्न गइरहेका छौँ। हामी तमुहरूको 12वटा वर्ग हुन्छ। प्रत्येक वर्गले 1 वर्ष भोग गरेको हुन्छ। यसरी भोग गर्ने क्रममा गत वर्ष प्रलोछल बाँदर वर्ग थियो भने अब प्रलोछललाई बिदाई गर्दै नयाँ वर्ष च्यालोछल चरा वर्गलाई स्वागत गर्दै हामी आज यस स्विन्डन स्थित पञ्चमी हलमा हामी च्यालोछल एकदम भव्य र सभ्य तरिकाले मान्न गइरहेका छौँ। हाम्रो तमुहरूको यो महान पर्व लोसार हो। यसलाई अहिले राष्ट्रिय पर्वमा पनि लिएको छ। यो चाहिँ हामी तमाम तमुहरूको लागि गर्वको कुरा हो र हामी जहाँ भए पनि हामीले आफ्नो भाषा संस्कार संस्कृतिलाई कहिले भुल्न हुँदैन। हामी एउटा तमु मात्र नभएर आज यस लोसार कार्यक्रममा हाम्रो तमुहरूको परम्परा धर्म भाषा संस्कार संस्कृतिको जगेर्ना गर्ने र यसलाई चाहिँ जगेर्ना गर्नुपर्छ र जीवन्त राख्नुपर्छ भन्ने कुराको पनि यसले हौसला दिन्छ यस कार्यक्रमले, ताकि हामीले हाम्रा आउँदा भावी पिँढीहरूलाई आफ्नो संस्कार के हो संस्कृति के हो भनेर त्यो जोगाउनको लागि पनि यसले थप हौसला दिनेछ। Okay, stand still. Please don't say it. Please stand still. The next is our UK national anthem. Start, please. God save our friends.
त्यस्तै मिस्टर कृष्ण गुरुङ, मिसेस पवित्र गुरुङ। Our Mr. Yam Tamu and First Lady Mrs. Yam Tamuji, putting them, garlands them, khata grahan, blessing them for healthy, wealthy and long years ahead. Thank you very much. Stay there, don't go. You need to take photograph. These are the people who born in the year of birth. Please have a photo with Mr. and Mrs. President. Mr. President and First Lady. Okay, take a photo, 2 minutes maximum. Okay, congratulations everybody. Many congrats, Asimala, in our Guru language. Blessing, Subhakamna to each and everyone. Have a healthy year ahead. Have a prosperous, peaceful life ahead. Thank you very much. Mr. President, stay here. Mr. and Mrs. President, stay here on the stage. Yo, कसको बच्चा हो? Please take care your child. हजुरको बच्चालाई सम्हाल्नु होला. यो कसको बच्चा हो स्टेजमा आएको? कृपया आफ्नो बच्चालाई हेर्नु होला. Ladies and gents, please don't mind. Take care your own kids, children, for safety reason. Alright, our next program is, we have some award winners here with us. So we are also felicitate them by our President Mr. Yam Tamuji. Alright, we have some felicitation to the Achieve Award winners, the best volleyball coaches and our ladies volleyball players. On the behalf of Geniuses UK, Guru Society of UK, we would like to them many congrats and we want to felicitate them by Khada. Thank you very much. I am calling their name. Our very first name is Miss Duty Guru, daughter of Sergeant Durga Bahadur Guru, retired, and Chich Kumari Guru. She has achieved our first foundation degree in advanced dental nursing. So may I call her on the stage, Miss Duty Guru. आमा टोलीहरू खाता लिएर रेडी भइदिनु होला. आमा टोलीहरू खाता लिएर रेडी भइदिनु होला. Miss Duchi Guru, daughter of retired Sergeant Durga Bahadur Guru and Chich Kumari Guru. She has passed foundation degree in advanced dental nursing. I think she is coming. उहाँलाई खाता लगाइदिनको लागि हाम्रो प्रेसिडेन्ट मिस्टर याम तमुजुलाई अनुरोध गर्दछु.
आमा टोली खाता लगाइदिनु होला। तपाईँ आउनुहोस् मिसेस प्रेसिडेन्ट लेडी प्रेसिडेन्ट तपाईँ पनि आउनुहोस्। Our ex-General Secretary Kumar Gurungju, can you come backstage? Our ex-General Secretary Kumar Gurungju. Okay, please give her big hand. She is Miss Duchi Gurung. ताली बजाएर उहाँलाई बधाई दिनु होला। I am repeating again. She has passed foundation degree in advanced dental nursing. Miss Duchi Gurung, daughter of Sergeant Retired Durga Bahari Gurung and Chich Kumari Gurung. Similarly, our next person is Mr. Tika Gurung. He is a former president of NAW Senior Citizens. He has achieved so many things in a social work in the social field. I'm calling few of his achievements. He had got Community Participant Award on 11 July 2014. He has got our own the Pride of Swindon Award 19 March 2015. Similarly, he has earned Swindon Black History Month Award 29 October 2016. Please give him a big hand. He is one of the selfless social workers, volunteer as we have. And we would like to congratulate him and very well done and lots of blessings from us. Thank you so much. Similarly, I would like to call another person, Mr. H. Dev Gurung. Mr. H. Dev Gurung, he is the son of Mr. Indragaji Gurung and Mrs. Sushma Gurung. And he has achieved Master degree MSc in Computing Information Security from University of Gloucestershire. He has got his master degree this year from University of Gloucestershire. Please give him a big hand. He has a first master degree MSc in Computing Information Security. Many congrats and all the best for future ahead. We are proud of you. Former President, come on the stage please. Retired Captain Devraj Guru, जहाँ कहाँ हुनुहुन्छ स्टेजमा आइदिनु होला। त्यसै गरी हाम्रो रिटायर्ड क्याप्टेन इमान गुरुङज्यू पनि स्टेजमा आइदिनु होला खाता लगाइदिनको लागि भलिबल टिम र कोचको लागि। I would like to call on the stage retired Captain Iman Gurung. Retired Captain Iman Gurungju and retired Captain, our former President, Founder President Devraj Gurungju. Please come on the stage. Khata lagaidinako लागि धन्यवाद. And Mrs. Lalu Gurung, please come on the stage. Khata ग्रहण गर्नको लागि धन्यवाद.
आधा पास गर्नुहोस् यता दुईजना प्लेयरलाई यता लगाइदिनुहोस् तपाईँले कोचलाई लगाइदिनुहोस् दुईवटा कोचलाई मिसेस लालु गुरुङ तपाईँ जहाँ कहीँ हुनुहुन्छ स्टेजमा आइदिनु पर्यो प्लिज गिभ अ बिग ह्यान्ड Thank you so much and many congrats our ladies volleyball team and our advisors, retired Captain Iman Gurung and our former president, founder president, retired Captain Devraj Gurung. Thank you so much. And our coaches, Mr. Rudra Paijaju and Mrs. Manu Paijaju and all our players. Thank you so much. Many congrats. Well done. Oh, Lalu ji, आउँदै हुन्छ Lalu bhai. Lalu bhai, उहाँलाई पनि लगाइदिनु होला. ल उहाँलाई पनि हाम्रो फर्मर प्रेसिडेन्ट फाउन्डर प्रेसिडेन्ट रिटायर क्याप्टेन गुरुङज्यूलाई खादा लगाइदिनु हुन हार्दिक अनुरोध गर्दछु Many congrats, give them big hands. They are our great volleyball players. हजुर एउटा फोटो खिच्नुहोस् थ्याङ्क यू Thank you so much. फेरि आइपुगेछु हामी अब फेरि आमासँग फेरि अब लड्दै पढ्दै तपाईँहरूको अगाडि सर्वप्रथम त म तपाईँहरूलाई केही हाम्रो माननीयहरूलाई म सम्बोधन गर्न चाहन्छु र सर्वप्रथम हाम्रो गुरुङ समाजका अध्यक्ष याम तमुज्यू लगायत सम्पूर्ण हाम्रो जिएसएसका पदाधिकारीहरू सल्लाहकारज्यूहरू र एरिया ऱ्यापहरू ज्यूहरूमा त्यस्तै गरी हाम्रो आमन्त्रित पाहुनाहरू मैले यहाँ देख्दैछु हाम्रो धेरै पाहुनाहरू आउनुभएको छ अनि हाम्रो गेस्टहरू पनि आउनुभएको छ हाम्रो अङ्ग्रेजी गेस्टहरू र उहाँहरूलाई हामी गुरुङ आमा समूहको तर्फबाट म आमा समूहको अध्यक्ष तिजु गुरुङको सबैभन्दा पहिला त छेजालो भन्नु पर्यो र लोसारको मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु प्लिज तपाईँहरू सबै आफ्नो आफ्नो ठाउँमा आएर बसिदिनु हुन अनुरोध गर्दछु किनभने हाम्रो अब कल्चरल प्रोग्राम एकदम छिटोभन्दा छिटो सुरु हुन गइरहेको छ र प्लिज आफ्नो आफ्नो सिटमा आएर बसिदिनु हुन अनुरोध गर्दछु म किनभने यसरी उभिएर गफ गरेर भने कल्चरल प्रोग्राम राम्रो सुन्दैन र तपाईँहरूले मलाई सुन्नुभएको छ भने प्लिज आफ्नो आफ्नो ठाउँमा आएर बसिदिनु हुन म एकदम हृदयदेखि नै आमाहरू तपाईँहरूलाई अनुरोध गर्दैछु र म अब प्रोग्राम चाहिँ तपाईँहरू सबै बसेपछि मात्रै मलाई सुरु गर्नु पर्ला किनभने यहाँ बस्नु भएन भने चाहिँ प्रोग्राम राम्रो देख्दैन अनि हामीले जुन एकदम दुःख गरेर हाम्रो दिदीबहिनीहरूले नानीहरूले बनाएका प्रोग्रामहरू चाहिँ तपाईँहरूले सुनिदिनु भएन भने हेरिदिनु भएन भने त्यो प्रोग्रामको कुनै पनि मतलब हुँदैन यत्रो सालसम्म उहाँहरूले दुःख गर्नुभएको दुःखै रहन्छ त्यसैले प्लिज तपाईँहरू आफ्नो आफ्नो ठाउँमा आएर बसिदिनु हुन अनुरोध गर्दछु र
Hey
मिस्टर भरत गुरुङ स्टेजमा आइदिनु होला। खाता लिएर मिसेस पूर्ण गुरुङ भाइस प्रेसिडेन्ट कल्चरल कोअर्डिनेटर स्टेजमा आइदिनु होला। अनि मिस्टर प्रेसिडेन्ट हजुर पनि स्टेजमा आइदिनु होला खाता लगाइदिनको लागि। धेरै धेरै धन्यवाद एन्ड स्वागत छ हाम्रो नयाँ लाइफ मेम्बर भरत गुरुङलाई। ताली बजाएर स्वागत गरिदिनु होला। ठुलो ताली बजाइदिनु होला। धेरै धेरै बधाई छ। आशीर्वाद छ्याजालौ ह्याप्पी लोसार टु यु एन्ड फ्यामिली। धेरै धेरै धन्यवाद। त्यस्तै गरी हाम्रो अर्को सरप्राइज प्याकेज हामीबाट गुरुङ भएको नाताले तर्नु भएको नाताले हामीले गुरुङ फिल्मलाई पनि प्रमोसन गर्ने यो हाम्रो तेस्रो कार्य समितिले जमर्को गरेको छ र हजुरहरू सबैलाई जानकारी सूचना अग्रिम जानकारी दिन चाहन्छौँ। हामीले वर्षमा 2टा फिल्म गुरुङ फिल्म देखाउने निर्णय गरेका छौँ जो इन ड्यु कोर्स हजुरहरूलाई सूचना हुनेछ। आशा गरौँ एउटा फिल्म फेब्रुअरी 5 अप्रिल भित्रमा र एउटा फिल्म सेप्टेम्बरको 11 हुनेछ। र हाम्रो सुन्दनको जातीय सङ्घ संस्था सङ्घ NAW सङ्घ स्केड्युल नजुदाइकन हामीले यो प्रोग्राम देखाउनेछ भन्ने ल प्लिज धन्यवाद। उहाँको नृत्य स्वीकार्नु होला। धन्यवाद।
Thank you.